करप्सन कसलाई गर्नु पर्थ्यो भन्ने क्या हिजोको दिनमा हेर्छु क्या गाउँबाट आछ केही पनि छैन हैन व्यापार गरे हैन व्यवसाय गरे हैन पढाइमा नि राम्रो छैन मास्टरी पनि पाएन अन्तिममा उसले राजनीति गर्यो धेरै जस्ता ती हुन् केही त त्यो बेलाकै डाक्टर साहबहरू हुनुहुन्छ त आफ्नो ठाउँमा भयो केही पढे लेखेका इन्जिनियर पनि हुनु होला तर मोस्ट अफ द 80% 90% मान्छेहरू त तपाईँको एउटा राजनीतिक ब्याकग्राउन्ड त त्यो थियो अहिलेको राजनीतिक ब्याकग्राउन्ड हो नि त सबै चाहिँ त्यो युवाहरू तपाईँको कोही दराज चलाएर चाहिँ अर्बौं रुपियाँ कमाइरहेको मान्छे चाहिँ हाम्रो मान्य भएर आउनु भएको छ हैन कन्सेप्ट ल्याएछ आइटी फिल्डमा काम गरेको कोही सबैको एउटा कोही इन्जिनियर छ कोही मतलब एक प्रकारको छुट्टै खालको त्यहाँ चाहिँ इनर्जी देख्छु कि मैले त्यो त्यहाँ हेर्दा नि भने अनि सबैलाई के गरौँ भने यिनलाई त्यहाँ भ्रष्टाचार भन्ने त उनको दिमागमै छैन दे नो द्याट कि एक बेलुका मजाले काम गऱ्यो भने आई क्यान सेल माई कन्सेप्ट पनि मैले एउटा पैसामा गरेर गर्न सक्छु